Welcome to my life. त्यसमा मेरो भाइको लागि बर्थडे गिफ्ट सरप्राइज दिन गइरहेको छु हैन अबे मजा आएगा ना भिडो अब त्यो चाहिँ मलाई एकदम धेरै लेन्स सकेको भएर आई थर्ड त्यसलाई लेन्स गिफ्ट दिउँ जस्तो लागेको मैले कतिको नराम्रो नराम्रो नै छु यस्तो राम्रो त छैन हैन त्यही भएर ल सो मैले चाहिँ सोचेँ यस्तो अलिअलि मुखमा पेटपाट पनि गरौँ किनभने मेरो अरू पनि काम छ होइन त्यसलाई मैले लेन्स दिनुको कारण चाहिँ मैले त्यसको पैसा पनि चलाइदिएको छु कि लेन्स भनेको थियो क्यामेरा किनिसक्यो लेट्स से त मैले लेन्स किन्न चाहन्छु गाइज मेरो फर्स्ट ब्लग प्लिज सपोर्ट मी ल अहिले मेकअप गरेर आउँछ है त गाइज अलिअलि पोतपात चाहिँ पार्दैछु है म त्यस्तो धेरै होइन तर अलिअलि मजाको पिम्पल आएको रहेछ खासै मेकअप त गर्न आउँदैन त्यही पनि अलिअलि ट्राई गर्दैछु मैले भनेको भनेन यो मेरो फर्स्ट ब्लगको मालूम है तेरे बाप को मत सिखा चल आइब्रोमा पनि पिम्पल कसको आउँछ मेरो आउँछ स्याड लाइफ ओके योभन्दा डार्क ब्रोज गऱ्यो भने त बहुत देख्छ होला गाइज म त यदि कोही मेकअप आर्टिस्टले मेरो भिडियो हेरिरहनु भएको छ भने आम सरी मेरो चाहिँ मेकअप गर्ने तरिका यस्तै हो मलाई चाहिँ भन्दा राम्रो वेले अप्लाई गर्न आउँदैन प्लिज डु नट लाफ एउटै भयो के भन्छ यसलाई ग्लस हरायो ग्लस यहीँ रहेछ भन्नु होइन मेकअपको सामान पनि जसले जे राम्रो छ भन्यो त्यही किन्यो थुपार्यो तर फेरि जसले चाहिँ राम्रो छ भन्दैमा सस्तो चाहिँ किन्दिनँ है म अलि पैसै हालेर किन्छु किनेपछि फाउन्डेसन त जहिले सेपबाट जान्छु किन्नलाई तर यो चाहिँ इन्डिया जाँदा लिएको थिएँ के हो यसको नाम सुगर रे हो नाम पनि जिन्दगीमा डायबिटिजै लाग्ने भयो सुगर युज गरेर लातेर भयो क्या हो कालामा त कहिले बाँदर जस्तै देख्ला नि मलाई फोन किन्न जाने ठाउँमा पनि ये इंसान के लिए मैडम बंदर के लिए नहीं है भन्दै भने त मेरो बेइज्जत भएन गाइस बात तो सही है अब अलिकति लिप ग्लस लगाउनु अनि लिपस्टिक पनि लगाउनु मान्छेले मेकअप गर्न 1 घन्टा लाग्यो 2 घन्टा लाग्यो कसरी भन्छ गाइस म 20 मिनटमा गरिदिन्छु 20 मिनटमा गर्ने मेकअप पनि मेरो यस्तै हुन्छ 1 घन्टा लगाएर गऱ्यो भने पनि मेरो मेकअप यस्तै हुन्छ डन नमस्कार नमस्कार लाउनु त गाइस मलाई त कन्टालै आउँछ के गर्नु ल्यासेस पनि लाउनु सक्दिनँ फेक ल्यासेस लाउन गयो भने आहा जिन्दगी ब्लुज हुन्छ मस्कारा पनि राख्दैछु ओके गाइस मस्कारा लगाएर आउँछु किनभने मस्कारा लाउनलाई भन्नु I'll be looking so funny त्यही भएर Guys, I'm almost ready है मेरो भाइले भनेको चाहिँ पर्फ्युम लगाउनलाई मेरो पर्फ्युम कलेक्सन देखाइदिउँ See, I have so much perfume collection even मेरो फेभरेट हो गुच्ची मेरो फेभरेट हो सबभन्दा फेभरेट चाहिँ हो गाइस तर सक्दिनँ आँट्यो रे so sad so I will go with Chanel मलाई त यो फर्स्ट टाइम लगाउन आँटेर होला है क्यामेराको एङ्गल पनि थाहा नहुँला टेढै मान्छे नै टेढै यसको रुद्राक्ष माई फेभरेट यो मलाई माताले दिनुभएको त्यही भएर म प्रायः जस्तो कहीँ जिस्किँदा क्याजुअली भन्छु This was my new earbuds guys Apple Watch लाउँदा त वाक्क भएर यहाँ अर्को वाच लाउँदैछु म चाहिँ
almost done. Not the long ball, I'm those over it all. Just not the photo. Just messy ones here, okay? Okay, someone take a no then. I'm ready. The way Rajkumar takes a song, guys. Don't underestimate. के बोले भाइ अब के बोले के छ थाहा भाइ बोले Okay guys, I'm almost ready. Hey, observe pare kasto photo chho haina bhane. Okay, wo यो चाहिँ मेरो साइड हो गाइस, म ट्रेडिङ गर्छु. झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती? जिस दिन से मिली है उसने तो झूठ पे झूठ बोलती जा रही है. शक्ल देखो कितनी भोली है लेकिन अंदर से लोमड़ी है. This is my plant. तिनीहरुलाई क्याप्चर गर्दै लिएर जाम. कस्तो लुगा झुन्ड्याको. I hate this. Flat गाइसहरु. गाइस जादैछु लिफ्टमा छु. आनन्दको तर पहिला सुरु म सलुन जान्छु नेल्सको लागि. This is 4th floor. गाइस जादैछु है. ओफो हावा लागेको रहेछ नि त बेसरी. ढुङ्गाको करे हिँड्नुपर्ने रहेछ. त्यसले पातलो त लड्छ होला. कस्तो क्यामेरा नमिलेको जस्तो भएको के भएको कस्तो क्यामेरा नमिलेको जस्तो देखेको. कस्तो काली देखेको. म यति धेरै काली त छुइनँ यार जति यहाँ देखाइरहेको छ. स्किन डार्क देखिरहेछ. मेबी मेरो कपडाले हो कि शक्ल से ही चोर लगता है. गाइस सच सनी डे. यस्तो सनी छ नि घाम त टु मच. यस्तो गर्मी छ. अब सुरु भयो दुबईको गर्मी. दुबईमा अब बस्न सकिँदैन. यस्तो गर्मीमा मरिन्छ होला. उफ, गाडी पनि छैन अहिले. कति तनाव छ मलाई त. यो चाहिँ मेट्रो स्टेसन है. म बुर्जुमा बस्छु नि त, त्यही भएर मेट्रो स्टेसनमा छु म गाइस. गाइस म चाहिँ यो पार्लरको लिफ्टमा आइसकेँ हैन. दिस इज टु मच गर्मी. हैन यस्तो गर्मी छ नि के गर्नु गाइस. म चाहिँ यहाँ सिस्टरको सलुनमा पनि आएको छु. This is my sister's salon. Hello. Vlog बनाउँदै आज मेरो एउटा भ्लग अपलोड गर्नुपर्ने छ. हाई रिमा. ल गाइस म आइपुगेँ. पसिना भइङ. हेलो निशा. अब म एकछिन राम्री हुन्छु अनि त्यसपछि मेरो बाँकीको काम हुन्छ यता भाइ. यस्तो हाल्छ नेल्स. ट्रान्सफर्मेसन हुन्छ अब यहाँबाट. टेक्निसियनमा पुरा सुरु हुँदै हुनुहुन्छ. ब्युटिफुल टेक्निशियन. इसका प्राइस 3900 है. मैं आपको कम कर 3900 दिराम भन्दैछ गाइस. यति प्राइस गरे डिस्काउन्ट गरेको रे मलाई. मेरो यहाँ भाइ लाग्छ यो त्यही भएर. आपको कितना हाय गाइस सो महंगा. 389 सीधा बोला. कुछ नहीं ज्यादा नहीं बोला. ये इंटरनेशनल वारंटी है सिग्मा का. पैसा धेरै भनेर के गर्नु. सिटी चोइसमा आएको छु म. अब गरिब हुनलाई एउटा गरिबलाई भला गर्दैछु म सामान किनेर. त्यही त लगाइस किनेर फर्क्यौँ हामी चाहिँ. सक्सेसफुली वेस्टेड आवर मनी. स्ट्रगल बिहाइन्ड दिस त झन् भन्नै बाँकी छैन. उहाँको परिचय नि दिन्छु. मलाई थाहा छ तपाईँले सोध्नुहुन्छ उहाँ को भनेर होइन. अहिले मलाई के अरे उसमा लेखिदिन्छु ब्लगमा लेख्छु ल. उहाँको पनि युट्युब च्यानल छ, सब्सक्राइब गर्नु होला गाइस है. म 5 बजे निस्केको मान्छे 11:30 भयो. घर जाँदैछु एउटा म एक्साइटेडमा जिमै गएको छैन. मैले त्यो लागि सरप्राइज छ भनेको थिएँ. पुरै जिमै नगइकन बसेको छ. जान्छु है घर जान्छु अब. 5 minutes more गाइस.
ला शिट आज चाहिँ फेरि पुरा यहाँको लिफ्टै बिग्रेको रहेछ। म 5 बजे निस्केको मान्छे 11:30 भयो। त्यो ठाउँमा बार्गेनिङ गर्दा खैर अलिकति प्राइस मिलाएर लगाएँ। एउटा हातमा मोमो, एउटा हातमा भाइको लेन्स। लेट्स सी हिज रियाक्सन। ओके फेरि रियाक्सन लेस भइदिरहेको क्या, तर उसलाई क्लु त भइसक्यो कि मैले लेन्स लिन जान्नको भनेर। ओके गाइस लुक हाउ टायर्ड आई एम। ओ गॉड इट्स पैसा चढाएर आएँ गाइस, पैसा चढाएर आएँ होइन। अब जाऊँ न त, जाऊँ रियाक्सन हेरौँ केटाहरूको रियाक्सन हेरौँ होइन। बेल बजाइदिउँ है त के भन्दो रहेछ। मस्त टिभी हेर्दैछ केटाहरू। Okay, this is your gift. आ गई माल, आ गया। हेरौँ। देख वहाँबाट देखमा हिँड्दै आएको। फेरि अहिले गरौँला अर्को नयाँ ब्लग। सर गाइस फाइनल्ली अनबक्सिङ पनि भयो है। अनबक्सिङ चाहिँ भाइको भ्लगबाट आउँछ। मैले चाहिँ मेरो फर्स्ट एभर भ्लग हो है। अब यसमा कति मिस्टेक भयो होला के भयो होला प्लिज इग्नोर द्याट। अनि त्यसपछि यदि तपाईँलाई मेरो भ्लग मन पर्यो भने चाहिँ यसलाई लाइक सेयर सब्सक्राइब गर्नु र नेक्स्ट कन्टेन्ट के को बनाउने त्यो पनि भन्नुहोस्। त्यसपछि मलाई चाहिँ रेस्पोन्स पछि म बनाउँछु है नेक्स्ट भ्लग चाहिँ। अरू बेला त्यस्तै हो। थ्याङ्क यू सो मच गाइज। थ्याङ्क यू भन्दै भाइ। थ्याङ्क यू सो मच। ओके बाई बाय बाय टाटा गुड बाय गया।